2018 New Jonapur. हामी सीतासरण होटलमा छौँ जुन चाहिँ जनकपुरको एकदम राम्रो ठाउँमा रहेको छ र सँगसँगै हाम्रो कन्टेस्टेन्ट्सहरू पनि रहेको छ मजाले देख्न सक्नुहुन्छ अगाडि पछाडि दे अल आर लाइक सो नर्भस एन्ड एक्साइटेड टेकिङ आउट द सेल्फिज हजुरको नाम हजुर आज अडिसन दिन आउनुभएको फ्रम अनि यो फ्रम जनकपुर यताकै लोकल हुनुहुन्छ सो यु एक्साइटेड नर्भस वाट काइन्ड अफ फिलिङ्स यु आर ह्याभिङ नाउ म एक्साइटेड छु मलाई राम्रो लागिरहेछ होइन अब भएपछि म राम्रो गर्न चाहन्छु अनि मेरो हबिज मतलब एक्टिङ यो मोडलिङ लाइनमा मलाई धेरै मनपर्छ त्यही भएर मैले फर्म गर्दैछु Best of luck for your audition. And moving on to the next one. Okay. Your name? Tanya Shah, and you're from? Here, local. She's also from Janakpur and very excited to give the audition. She was saying that she couldn't sleep last night. Yes, it's true. अनि के जस्तो लाइक तयारी गर्नुभएको छ अडिसनको लागि एकदम सबभन्दा पहिला चाहिँ स्पिक हाम्रो बेस्ट हुन चाहियो त्यहाँ जतिकै क्वेसन छ त्यतिकै एन्सर दिनुपर्छ र हरेक कुरालाई बुझेर चाहिँ गर्ने Okay, you're so confident and you're so well prepared as well. Okay, Tanya Shah from Janakpur. All the best. थ्याङ्क यू मेरो नाम चाहिँ एकता उहाँ चाहिँ घरनिवास र बस्ने चाहिँ जनकपुरमा अनि म चाहिँ यो आइएसएनसीबाट आएको What's your name? My name is Papu Kumar Chaudhary. What's your hobby? I'm not singer, but my hobby is to sing a song. So, how you can present yourself? हजुर एकचोटि हजुर How you can present yourself? त्यो रोशनी दिदी छ नि मलाई भन्यो कि मोडलिङमा जानलाई होइन हजुर मलाई यसमा धेरै राम्रो लाग्छ त्यही भएर मलाई यसमा धेरै राम्रो लाग्छ त्यही भएर बाटोमा धेरै हुन्छ अनि कहीँ ट्रेनिङ भएको केही भएको ग्रुप खालको यसो गर न प्यारो छ यो रात आज किन लामो लाग्दैछ सय कोल्टे फेरिसके तर निन्द्रा आउँदैन सधैँ चाहिँ आज पानी चुन चम्किरहेछ तर बादल पारी लुकी मलाई जिस्काउँछ किन हो आज धेरै पछि तिमीसँग बोलेको तर जुनी बित्यो सक्यो होला मैले मोटो सुम्पेको खै त तिमीले बुझेको किन मुटु मेरो चोरेको अझै याद छ तिमीलाई पहिलोपल्ट मलाई छोएको थाहा छैन तिमीको मेरो थाहा छैन कसरी आयो तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई निदाउने गर्छु म ला 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 भयो एकचोटि म्युजिक स्टार्ट हुन्छ माइक त्यहाँ छोड्नु होला त्यस पछाडि एकचोटि ऱ्याम्प गरिदिनु होला है त हुन्छ Okay, now the contestants we are here. तपाईँको अडिसन कस्तो रह्यो त धेरै राम्रो
धेरै राम्रो इन द सेन्स तपाईँले सबै क्वेसन्सको आन्सर दिनुभयो रमाइलो गर्नुभयो अडिसनमा एकदम एकदम लाइक हाउ डिड यु एक्सपिरियन्स फर द फर्स्ट टाइम यु हेभ बिन गिभिङ द अडिसन आज म धेरै ह्याप्पी छु होइन अनि मलाई अलि मोडेल सिङ्गर बन्न मन छ होइन आज म धेरै नै सो ह्याप्पी छु आज थ्याङ्क्स फर हजुरलाई यु वेलकम सो मच मेरो नाम चाहिँ टानिया शाह म यही जनकपुरकै हो अनि म एल इन्टरनेसनल स्कुल क्लास 9 मा पढ्छु हजुरको हबी मेरो डान्सिङ फ्यासन तो हबी छ मेरो डान्सिङ सिङ्गिङ अनि चाहिँ क्याटवाक प्र्याक्टिस जस्तै गर्छु यिनीहरू मलाई एकदम मनपर्छ डान्सिङ गर्नुहुन्छ हजुर स्पेसल मेरो हट गानामा मात्रमा डान्स सिक्छु जस्तो माही बेसमा सङ छ नि हिन्दी जस्तो गानामा तर डान्स कुनै पनि गानामा गर्न सक्छ नि त म्युजिक डान्स गर्नुहुन्छ तपाईँ कस्तो हजुर धन्यवाद छ तपाईँलाई बिना म्युजिक नृत्य गर्न अगाडि बढ्नु धेरै धेरै खुसी लाग्यो म्युजिक बजेपछि मान्छेलाई नृत्य गर्न रहर हुन्छ तर तपाईँले चाहिँ बिना म्युजिक पनि नृत्य गर्नु यति इन्ट्रेस्टेड हुनुहुन्छ भने हामीले बुझिसक्यौँ त्यो कुरा है त्यही कारणले गर्दाखेरि आज यहाँ सिङ्गिङको पनि होला सायद अरू योभन्दा पर्फेक्ट अरू पनि केही छ कि तपाईँकोमा मलाई चाहिँ डान्सिङ छाडेर खाना राम्रो बनाउन आउँछ अनि चाहिँ हाई हिल्स प्र्याक्टिस छ हिँड्न एकदम मजाले ओके एकचोटि हिँडेर पनि देखाउने कि यही जुत्तादेखि या Well, how was your audition? एकदमै राम्रो भयो एकदमै राम्रो भयो हरेक जजले मेरो तारिफ गर्नुभयो प्लस मेरो ट्यालेन्टको एकदमै यहाँ कदर हुन्छ मलाई लाग्छ So you are expecting to be selected? यस स्योर Sure, okay, best of luck. मर्निङमा त्यति छ धेरै कति गर्नु तपाईँले बढी कुराहरू थाहा एक्चुअली तपाईँ नर्मल म्युजिकमा नर्भस नभइकन रिल्याक्स है Yes. Okay, well, how was your audition? मेरो चाहिँ रक 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 भएको छ
एकदम रकिङ एकदम रकिङ मलाई लाग्दैन कि कसैले त्यस्तो गरेको जसले मैले जस्तो गरेर आएको छु अनि म एकदम एक्साइटेड छु अगाडि बढ्नको लागि सो यु आर प्राउड अफ यर सेल्फ आजको अडिसन धेरै बेस्ट अफ लक थ्याङ्क यू माइक प्लिज नमस्ते जजेस नमस्ते आराम हुनुहुन्छ यस सर तपाईँको नाम माई नेम इज ज्योति शाह आइम फ्रम जनकपुर 4 जनकपुरबाट यस आज के गर्न आउनुभएको यहाँ स्पेसली अडिसनकै लागि हो सर ए अडिसनको लागि आउनुभएको रहेछ अब जनकपुर बोल्ने एउटा कुरा आउँछ नमस्ते दी कतिको इन्ट्रेस्ट लिएर आएको यहाँ 100% धेरै नै एक्साइटेड थियो पहिलादेखि नै कि यस्तो स्पेसल प्रोग्राम हाम्रो जनकपुरमा हुन्छ भनेर सोचेको मात्रै थियो तर आज भयो यसको लागि धेरै नै खुसी छु र अफकोर्स अगाडिको लागि एक्साइटेड छु अनि तपाईँको हबीहरू चाहिँ के छ आई लभ डान्सिङ एन्ड लर्निङ न्यू थिङ्स वाट क्यान एड माई भ्यालु के गर्न चाहनुहुन्छ के गर्न चाहनुहुन्छ भनेपछि आफ्नो एउटा पहिचान स्पेसली चाहन्छु अब जुन मेरो मभित्र भएको ट्यालेन्ट केही छ जुन मैले हेर्न पनि सकिरहेको छु र केही होला जुन तपाईँहरू जस्तो जजेस हेर्न सक्नुहुन्छ होला अनि त्यो मार्फत एउटा पहिचान पाउन पाऊँ मोडलिङमा आशावादी हुनुहुन्छ छ कतिको होप छ यहाँलाई चाहिँ म चाहिँ अगाडि जान्छु मोडलिङ फिल्डमा लाग्छु प्रोफेसनली यसलाई अप्नाउँछु भन्ने केही मनदेखि सोच्नु भएको छ मनदेखि सोचे पनि छ र एब्जर्भ पनि गरिरहेको छु आफ्नो ब्याकग्राउन्डबाट सपोर्ट पनि त्यस्तो खोजिरहेको थ्याङ्क यू मिस्टर एन्ड मिस जनकपुर आइकोनलाई चाहिँ यहाँले आफ्नो ड्रिम प्रोजेक्ट ड्रिम प्लेटफर्मको रूपमा चुज गरिदिनु भयो It was wonderful. Wonderful. Yes, definitely I should say. Actually, whatever he asked, I answered excitedly and clearly. That's why they were very, satisfied. So you hoping to get selected? Yeah, I'm hoping I will be one of them. Okay, best of luck. Thank you. खुसी के साथ आइरहेको छौँ साह्रै मन्द मुस्कानमा आउँदै हुनुहुन्छ साह्रै खुसीका साथ आउँदै हुनुहुन्छ यहाँको शुभ नाम ज्योति मिश्रा अनि हामी कहाँदेखि म जनकपुरबाट जनकपुर कतिमा पढ्नुहुन्छ 11 हो अनि आज यहाँ आउनुभयो नि कतिको इन्ट्रेस्टेड भएर आउनु भएको छ धेरै नै एक्साइटेड हुनुहुन्छ एक्साइटेड नर्भस पनि यहाँ त केही ट्यालेन्ट त सो गर्नुपर्ने हुन्छ तपाईँ तयारीमा आउनु भएको छ छैन हजुर ल प्लिज तपाईँको ट्यालेन्ट केमा छ म सिङ्गिङ ओके स्टार्ट नाउ बाहों में तेरी मैं जाके लगाऊं मेरा सफर तो यहीं तक है तुम पे शुरू तुम पे ही खत्म मेरी कहानी तुम ही तक है दिल को जो दे राहत सी तुझ में है वो खामोशी थ्याङ्क यू राम्रो नाच्नु भयो नि त हजुर धेरै राम्रो नाच्नु भयो फर्स्ट टाइम डान्स गरेर चाहिँ ल ठिक छ
अब यहाँबाट जाँदाखेरि हजुर म्युजिकमा वाक गर्दै जानु Introduction, please. Hello everyone. First of all, I want to respect all of you. Myself Puja Thakur from Janakpur. My hobbies, I like singing, dancing, and I'm more interested in acting and modeling. Thank you. नर्भस किन हुनुभएको छैन अनि एकचोटि नर्भस नभइकन मजाले सबैले बुझ्ने गरी बोल्नुहोस् Hello everyone. First all of I want to respect all of you with my deep core of heart. I am Puja Thakur from Janakpur. I am study BBS first year. My hobbies I like singing, dancing and modeling. My interested in acting. थ्याङ्क यू पूजा यहाँ अहिले चाहिँ मोडलिङको लागि धेरै इन्ट्रेस्टेड हुनुहुन्छ त्यही भएर यहाँ हुनुहुन्छ हजुर कोरियोग्राफी तपाईँलाई कसैले सिकाएको छ यहाँ हामीहरूमा फेसनमा गरेको थिएँ अनि त्यसमा ट्रेनिङ लिएको हो अनि म यो लाइनमा इन्ट्रेस्टेड छु अनलाइन युट्युबमा अनि कसैमा हेरेर अनि आफै त्यो क्याच गर्छु क्या त्यही भएर बहिनी कपी गरिराख्नु भएको छ हजुर राम्रो कुरा हो तर यहाँले अलिकति अलिक फास्टै हिँडिराख्नु भएको छ ठिकै छ त्यो हामी रोमिङमा मिलाउन केही छैन मोडलिङलाई लिएर कतिको कन्फिडेन्ट हुनुहुन्छ हजुर मोडलिङ फिल्डलाई लिएर कतिको कन्फिडेन्ट हुनुहुन्छ तपाईँ मलाई यो मोडलिङ लाइन धेरै मनपर्छ म चाहन्छु यो लाइनमा म धेरै अगाडि बढौँ मेरो फ्युचर नै म आफ्नो यसमा ठाने बस्छु के मेरो हबिज नै यो छ कि म धेरै अगाडि बढ्नु अनि मोडलिङ म मिसेस मोडल बनु मिस मोडल थ्याङ्क यू एकचोटि ऱ्याम्प गरेर देखाइदिनुहोस् त्यस पछाडि तपाईँलाई हाम्रो केही गाइडिङ गरिदिनुहुन्छ है त थ्याङ्क यू So, how was your audition? अडिसन मेरो राम्रो गयो होइन अनि मलाई ऱ्याम्प गरायो अनि म एक्साइटेड थिएँ तर उता गएर मलाई धेरै राम्रो लाग्यो अनि म आफ्नो अडिसन राम्रोसित क्लियर गरेँ होइन अनि उता गएर म आफ्नो इन्टरभ्यू दिएँ अनि ऱ्याम्प गरेँ अनि राम्रो भयो So, राम्रो भयो आजको audition चाहिँ जस्तो तपाईँले अब यो मिस्टर एन्ड मिस जनकपुर आइकन 2018 मा you hope to get selected. या Best wishes for that. यो Thank you very much. My friends, नमस्ते के नाम दिव्या दिव्या कति पढ्नुहुन्छ घर कहाँ हाम्रो यहाँ साथमा आउँदै बसिरहनु भएको छ हाम्रो जिसिओ साहब जिल्ला शिक्षा अधिकारी साहब उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो यो इन्ट्रोस्टेड टु मिस्टर एन्ड मिस जनकपुर आइकन 2018बाट अरू उपस्थित हाम्रो असय साहबहरू सही साहबहरू सुरक्षाकर्मीहरूलाई पनि धेरै धेरै धन्यवाद अनि हाम्रो यहाँको होटलका सम्पूर्ण भोलिन्टियर हाम्रो साथीहरू हुनुहुन्छ यहाँ टाई सुट लाएर बसे उहाँहरूले सबले सहयोग गरेको हुनाले हामी यो होटललाई जुन सीताशरण होटललाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरुमा पनि सीताशरण होटलले हामीलाई फेरि पनि सहयोग गर्नुहुन्छ भनेर धेरै धेरै आश राखेको छु थ्यांक यू भेरी मच नमस्ते
इन्टर स्टेट टु मिस्टर एन्ड मिस जनकपुर आइकन फेरि पनि तपाईँ अन्तिममा हुँदैछ तपाईँहरूकै जनकपुर